स्वागत छ आजको भिडियोमा। आज चाहिँ मैले मार्च 3 बाट गरेको हो यो युट्युबको जर्नी हैन। यो मार्च हुन चाहिँ आज 13 भइसकेको छ, 10 दिन कटिसकेको छ, तर स्टिल 1 वर्ष भयो है। अनि आज चाहिँ म 1 वर्षको समरी आज राइडको भिडियो भन्दा पनि वर्षभरिको कुराहरू अनि कसरी सुरु गरेँ अनि के कसो भन्ने कुराहरूको बारेमा चाहिँ म यसो कुरा गर्छु है। अहिले म छु पनौतीमा आएको छु है। राइडको भिडियो चाहिँ मैले आज बनाइनँ, त्यो रिभ्यू नै दिनु पर्ला भन्ने हिसाबले। स्टार्टिङ गर्ने बेलामा मेरो कुन थियो भन्दा गोप्रो हिरो 9 थियो है। अहिले चाहिँ एक्सन 5 प्रो छ, प्लस मैले यो माइक पनि लिएको छु यसको, त्यो भएर धेरै कुराहरूमा सजिलो भएको छ है। अनि सब्सक्राइबरको कुरा गर्दाखेरि चाहिँ अहिले 2.1 पुगेको छ। त्यो समयमा चाहिँ मेरो 600-700 चान्जुन कति थियो। अगाडिको वर्ष नै स्टार्ट गरेको गर्न चाहिँ, तर कन्टिन्यू गरेको भनेको चाहिँ 1 वर्ष भएको छ अहिलेसम्म। अनि बाइक भनेको यही हो मेरो है, तपाईँहरूले देखिरहनु भएको छ। अनि त्यो 1 वर्षको राइडको कुरा गर्दाखेरि चाहिँ अब टाढामा भनेको धेरै टाढा त छैन। मैले शनिबार 1 दिन मात्र बिदा हुन्छ होइन, आज पनि शनिबार नै हो। त्यही हिसाबले नै अब कहिले लौकी झर्ना अनि टाढामा कहाँ बर्दिवाससम्म पुगेको छु टाढामा। अर्को कुरा चाहिँ अब यो वर्ष चाहिँ होइन 1000+ भएको सब्सक्राइबर। अबको यो वर्षको टार्गेट चाहिँ होप्सो अब 1000 मात्र होइन, अहिले 2.1 छ, अब 4 सम्म पुगौँ है। यो वर्षको टार्गेट चाहिँ अब 2000 राखौँ न होइन। पहिलाको वर्ष 1000 मात्र भयो, अब 2000 को टार्गेट छ। होप्सो तपाईँहरूले पुऱ्याइदिनुहुन्छ होला त्यो पनि होइन। अनि मैले म भ्लग चाहिँ किन स्टार्ट गरेको भन्दाखेरि चाहिँ कमाउने समाउने भनेको एउटा कुरा हो त्यो है। मेन कुरा भनेको चाहिँ जति पनि अब रेकर्ड गरिरहेको हुन्छु अनि जहाँ गइरहेको हुन्छु त्यो मोमेन्टहरू चाहिँ एउटा क्याप्चर भएर चाहिँ आर्काइभमा राख्यो भने चाहिँ बुढेसकालमा पनि एउटा मेमोरी हुन्छ। जमानामा म जवान हुँदाखेरि यस्तो थिएँ हेर भनेर छोराछोरीलाई नि भन्न पाएँ नि त होइन। त्यो पनि एउटा के भन्नु, त्यो पनि एउटा रिजन हो है। त्यो पनि एउटा रिजन भयो बनाउनुको चाहिँ। त्यही हो, अब यसै गरी बनाउँदै जाऊँ गर्दै जाउँ, कहाँसम्म पुगिन्छ, कहिलेसम्म जोस जागर आउँछ है। बल्ल 1 वर्ष त भयो, 1 वर्षमा नै ठुलो कुराहरू एक्सपेक्टेसन गर्नु पनि राम्रो हुँदैन। अब अरूको भयो भन्दैमा अब मेरो पनि हुनुपर्छ भन्ने छैन होइन। अब प्र्याक्टिस गरिरहेको छु, त्यसरी नै अगाडि बढ्छ भन्ने विश्वास साथ। अरूको बुम भएको देखेर निराश हुने होइन। अनि फेरि घरिघरि कुनै सर्ट्समा भिडियोमा त मेरो खासै आएको पनि छैन होइन। कुनै सर्ट्समा कम आयो भनेर निराश हुने पनि होइन। म सकेसम्म दिनमा 2टा भिडियो सर्ट्स भनौँ न, बिहान 7 बजे र बेलुका 7 बजे। अनि हप्तामा एउटा फुल भिडियो सकेसम्म 4-5 मिनट होइन, 10 मिनट भनौँ न होइन। अब कन्टेक्स्ट अनुसार, भिडियोको कन्टेक्स्ट अनुसार त्यो बनाउने कोसिस गरिरहेको छु, हालिरहेको छु। होप्सो तपाईँहरूले हेरिदिनुहुन्छ होला, हेरिदिइरहनु भएको छ है। आफन्तले नहेरे पनि नयाँ साथीहरू बनिरहनु भएको छ, त्यसको लागि पनि म एकदम अप्रिसिएट छु है गाइस। त्यही हो, यो जर्नीमा साथ दिनु होला। त्यही हो, के भन्नु अरू त, सब ठिक छ गाइस। तपाईँहरूको कारण नै अहिले पनि मोटिभेट भइरहेको छु अझै स्टिल धेरै कुराहरूमा होइन। सो गाइस, यसै गरी एभ्री इयरको अब मेरो मैले स्टार्ट गरेको मन्थ अनुसार भन्नुपर्दाखेरि मार्च है, मार्च 3 हो हुन चाहिँ। अहिले मार्च 13-14 भइसकेको छ। स्टिल एभ्री इयर चाहिँ म मार्चमा वर्षभरिको एक्सपिरियन्सहरू अनि कुराहरू यसरी नै म गर्ने प्रतिबद्धता गर्दै यो भिडियोलाई यहीँ राख्छु। तपाईँहरूलाई के कस्तो लाग्यो लाइक, सेयर अनि सब्सक्राइब गरिदिनुहोस्। अनि च्यानललाई अझै ग्रो गर्नलाई मैले भनिहालेँ जम्मा 2.1K मात्र छ अहिले। यो वर्ष हामीले 1000 जस्तो सब्सक्राइबर गेन गरेका छौँ। अर्को वर्षको टार्गेटलाई चाहिँ 2K एक्स्ट्रा भनेपछि 4.1K को आशसाथ यो भिडियोलाई म यहीँ टुङ्गाउन चाहन्छु। स्टे ट्युन, टेक केयर, लभ यु गाइज है त।